हेलो एभ्रिवान, आई होप सबैजना सधैँ आराम हुनुहुन्छ होला। म नि एकदम ठिकै नै छु। पुरा पानी परेर चाहिँ हेर्नु त टिबेटमा पुरै पानी परेर हेर्नु पचक्कै भिजेछ। के गर्ने अब यस्तो हुँदा ड्युटी गर्नै पर्यो होइन। आफ्नो खुसी भन्दा पनि घर परिवारको खुसीको लागि चाहिँ गर्नु पर्यो होइन। के गर्ने यस्तो पुरै पानी परेर देख्न सक्नुहुन्छ। पुरै पानी ताल परेर बसेर अहिले लगभग पनि अहिले 12:30 हुन लाग्यो रातिको। यस्तै छ। अब के गर्ने हेर्नु सुनसान छ सब होइन। यताउता कोही छैन, लाइट झलल्ल बोलिरहेछ, पानी परिरहेछ। अब यस्तो अवस्थामा काम गर्नु परिरहेछ होइन। त्यही भएर पुरै पचक्कै भिजिएछ। अब के गर्ने काम त गर्नै पर्यो होइन। यस्तै छ। अब के गर्ने होइन। दुखीलाई जहाँ गए पनि दुःखै हुन्छ भन्थे होइन। ठिकै नै अब यस्तै भइरहेछ, के भन्ने होइन। ठिक छ। अब भिजी भयो नि काम त गर्नै पर्यो। आफ्नो खुसीको लागि भन्दा पनि घर परिवारको खुसीको लागि चाहिँ काम गर्नु पर्यो। एक मोबाइल हाल्नको लागि प्लास्टिक पनि लिएको छु होइन। यसमा मोबाइल हाल्यो टक्क मोबाइल भिज्न नि पाउँदैन। यस्तै छ। हेर्न सक्नुहुन्छ गाइस, गाह्रो छ। पुरै पानी परेछ होइन। पानी परेछ। अब यस्तै छ, भिजियो। अब 3 घन्टा ड्युटी छ। अब 3 घन्टापछि ड्युटी सकिन्छ अनि त्यसपछि रुम जाने हो। कारवालालाई त ठिकै छ, तर बाइकवालाहरूलाई त यस्तो झ्याउ हुन्छ नि। के गर्ने लास्ट तनाव छ हौ। यार पानी परोस् कि घाम लाओस् कि आँधी हुरी जेसुकै आओस् होइन, काम गर्नै पर्यो कि। यस्तै छ, के गर्ने। एक दुईजना दाइहरूले भन्दै थियो बाइकमा रहेछौ बाइक नचलाऊ, लडिहाल्यो भने हात खुट्टामा चोट लागिहाल्यो भने केही भइहाल्यो भने गाह्रो हुन्छ तिमीहरूलाई नै भन्दै थियो। अब के गर्ने, अब गाह्रो त हुन्छ हामीलाई पनि थाहा छ, तर के काम त गर्नै पर्यो। सो अब यस्तै भयो होइन। पचक्कै भिजियो, पुरै चिसो भयो। बाहिर मौसम पनि चिसो छ, त्यही माथि हावा चलिरहेछ, झन् चिसो भइरहेछ। सो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो होइन, त्यसको लागि धन्यवाद। अब बाँकी भिडियोमा फेरि भेटघाट हुने नै छौँ। मेरो अर्डर आयो, अब फेरि म जाँदैछु। सो यो भिडियोलाई चाहिँ सेयर गरिदिनु होला र लाइक कमेन्ट गरेर होइन कस्तो लाग्यो त्यो भन्न सक्नुहुन्छ है। र लास्टमा मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला है त। बाई बाई।